हेलो नमस्ते दसैँले सबैजनालाई। आज चाहिँ म स्टोरी सुनाउँदैछु। मेरो आफ्नै स्टोरी हो, म पनि लेखेको। सो अनि यो स्टोरी सुनिरहनु भएपछि प्लिज सब गरिदिनु होला। सो हेलो एन्ड नमस्ते, माई नेम इज लवसङ। आई एम फ्रम नेपाल। टुडे आई एम गोइङ टु से यु माई लाइफ स्टोरी। सो जब म सानो थियो, 2 वर्षको थियो, त्यो बेला मेरो आमाले मलाई, हामी 3 भाइलाई छोड्नुभयो। त्यो पनि मामा घरमा। आमालाई भन्नु कि तीनजनालाई छोडेर जानुभयो। अनि मामा घरमा जानुभयो, हामीहरू सबै मामा घरमा गए। अनि हामी सानो थिए। अब आमाले चाहिँ यस्तो भन्नुभएको थियो अरे पहिला मेरो यो 3 छोरालाई चाहिँ एकछिन राख्नु, अनि म केही दिनपछि फर्केर आउँछु भनेर ऊ चाहिँ यता सिन्धुपाल्चोक फर्केछ अरे। अनि त्यहाँदेखि ऊ चाहिँ सिन्धुपाल्चोकमा गइसकेपछि चाहिँ हामीहरूलाई चाहिँ कहिले लिन आएन रहेछ अरे हो। अनि 3 दाजुभाइ, हामी चाहिँ 3 दाजुभाइ हो, हामीहरूलाई चाहिँ कहिले लिन आएन रहेछ अरे। अनि पछि कल गरेर सोद्धाखेरि त अनि बुबा चाहिँ बाहिर विदेशमा हुनुहुन्थ्यो अरे, पहिला बुबा चाहिँ। अनि आमा चाहिँ हामीसँगै हुनुहुन्थ्यो अरे। मलाई त याद नै छैन मेरो आमाको अनुहार कस्तो छ भनेर हो। अनि त्यहाँदेखि अनि उसले चाहिँ के गरेछ अरे भने हाम्रो घरको सम्पत्ति सबै बेचेछ अरे। मेरो दाइको त्यो छेवारमा आएको हाम्रो धन दौलत सबै घामघुम बेचेर पैला लगाइदिएछ अरे। उता खै कहाँ गयो भन्दा चाहिँ चितवनतिर पैला गएछ अरे हो। अनि चितवनतिर पैला गएछ, घरको सबै घरको जग्गा, घर, टिभीदेखि सबै घामघुम बेचेर घर गएछ अरे। किन पैला गएछ अरे भन्छ अरे, सबैजनाले पैला गएछ अरे। अनि त्यो भन्दो रहेछ। अनि त्यो पछि अनि हामीलाई चाहिँ मामा घरमा ममहरूले पाल्न थाल्नु भएछ अरे हो। अनि पाल्नु भएछ अरे। अनि जब म सानो थिएँ, गाउँलेहरू सबैले भन्छन् निकै चकचके थियो अरे, चकचके अनि के थियो अरे हो। चकचके अनि नराम्रो कामहरू गर्थ्यो अरे। अर्काको घरमा अर्काको त्यो घाँसहरू चोर्थ्यो अरे। अनि त्यो भैँसीहरूलाई त्यो दुधहरू, भैँसीहरूको गाईहरूको दुधहरू खान्थ्यो अरे। अनि ममहरू धेरै सताउँथ्यो अरे भन्नुहुन्थ्यो गाउँको मान्छेहरूले चाहिँ। मैले लेखेको नि त्यही छ हो। अनि त्यहाँदेखि चाहिँ अनि धेरै नै ममहरूले नि हामीलाई उयो सहन सकेन रहेछ अरे। अनि त्यहाँदेखि चाहिँ हामी 3 दाजुभाइलाई छुट्याएछ अरे। ठुलो दाइलाई चाहिँ उता मामा घरमा पठाएछ अरे, मुनि मामा घरमा, हाम्रो आफ्नै मामा घरमा, ठुलो मामा घरमा, मम्मी भएको ठाउँमा। अनि मलाई चाहिँ यता माथि, म र भाइलाई चाहिँ माथि ठुलो मम्मी र ठुलो बुबामा राख्नु भएछ अरे। अनि ठुलो मम्मी र ठुलो बुबाले नि सिकाउनु भएछ अरे। मेरो बहिनीको छोरा हो, म सक्दो पाल्छु, मेरो छोरा जस्तो हो भनेर पाल्नु भएछ अरे हो। अनि त्यहाँदेखि उहाँहरूले एक्सेप्ट गर्नु भएछ अरे। मलाई नि त्यति सानोदेखि त्यति मेमोरी याद छैन हो। अलि फ्युचरतिर अलिक प्रब्लमहरू आयो अरे भन्ने सुन्थ्यो, त्यही हो। अनि त्यहाँदेखि अनि म ठुलो मम्मीहरूसँग बस्न थालेँ, भाइ र म ठुलो मम्मीहरूसँग बस्न थालेँ। अनि त्यहाँदेखि हामी 2 वर्ष दाजुभाइ, म र कान्छो भाइ 2 वर्ष जति सँगै बस्यो अनि सँगै खायो। अनि म चाहिँ धेरै चकचके थिएँ अरे भन्नुहुँदो रहेछ गाउँलेहरूले। धेरै चकचके नै थियो अरे। अनि बदमास नै थियो अरे भन्दै थियो। अनि कामहरू यताउता गर्दै अनि पास्करहरू सोध्न जान्थेँ, घाँसहरू काट्थेँ, यताउता सबै गर्थ्यो अरे हो। अनि एक दिन चाहिँ मैले चाहिँ के गरेछ अरे भने गाउँघरमा त्यो पराल हुन्छ नि, पराल सबै जलाइदिएछ अरे क्या। त्यो चाहिँ मलाई नै थाहा छ। पराल जलाएछ अरे। अनि त्यो दिनमा चाहिँ म लास्ट चाहिँ डर लागेर अनि म हाम्रो चाहिँ पहिला चाहिँ ठुलो मुमा, ठुलो बुबा, अनि ठुलो मम्मी, अनि मेरो ठुलो बुबाको 3 दाजुभाइसँगै बस्नुहुन्थ्यो कि। घर लामो थियो। अनि
त्यहीँ बस्थ्यो अनि त्यहाँबाट अनि लुक्ने ठाउँ थियो क्या अनि म त्यहाँ लुकेर अनि दुई दिन जति लुक्यो होला अनि 2 दिन जति लुकेपछि चाहिँ अनि मलाई अनि ठुलो मम्मीले भेट्नु भयो हो अनि मलाई चाहिँ ठुलो मम्मीले भेट्नु भयो अनि त्यहाँदेखि बाँध्नु भयो धेरै सकसके भयो अब सकसके भयो यसलाई अब नपुरी हुँदैन भनेर अनि के गर्नुभयो बाँध्नु भयो अनि 2 दिनसम्म बाँधेर अनि चिसो पानीले अनि एकदम चिसो पानीले हान्नुभयो क्या चिसो पानीले जाम पानी भिजाउँदै हान्नुभयो खानासाना केही दिनु भएन क्या अनि चाहिँ मलाई जबसम्म याद छ त्यहाँदेखि चाहिँ 2 दिनपछि चाहिँ अब मलाई चाहिँ लास्टै रिङ्गर थाल्न थाल्यो अनि हाम्रो माथि घरको ठुलो मम्मी हुनुहुन्छ क्या अनि ठुलो मम्मीले चाहिँ मलाई चाहिँ अनि खाना लुकी ल्याएर दिनुहुन्थ्यो हुन्छ ल्याएर दिनुभयो अनि मैले खाना खायो अनि पछि अनि 2 दिन भयो नि त अब 2 दिनमा त मान्छे भोक लागेर कस्तो रिङ्गर चल्छ अनि त्यसमा अनि ठुलो मम्मीले अनि खानाहरू ल्याइदिनु भयो अनि टुक्रेर अनि खाना खायो अनि पछि अनि 3 दिनपछि अनि हाम्रो ठुलो मम्मीले अनि मलाई छोड्नुभयो अनि अब यस्तो नगर भने अब फेरि अब सल्लाह गर्ने बानी त रहेछ हो अनि त्यहाँदेखि फेरि अनि खै के काम बिगाऱ्यो के यताउता भन्यो अनि स्कुल नै हाले जस्तो लाग्यो अनि स्कुलमा नि अब लप्टा यता जुत्ने सानोमा त्यस्तो धन्यो है अनि त्यस्तो जुत्यो अरे भन्ने सुन्यो अब आफ्नो स्टोरी नै आफूलाई थाहा छैन त्यति बेला मैले लेख्न त लेखेको थिएँ अब म गरे भन्छु अनि त्यहाँदेखि चाहिँ हामी दाजुभाइ छुट्टी टाइम आयो मेरो कान्छा भाइ अब ठुलो दाइ त अब पहिल्यै मामा घरमा जानुभएको थियो मैले मामा घरमा मम्मीहरूलाई साथी गर्ने यताउता गर्नु भइरहेको थियो हो अनि ऊ चाहिँ उता मम्मीहरूलाई साथी गर्ने अनि हामी चाहिँ माथि ठुलो मम्मी घरमा बस्थ्यो अनि उहाँहरूले हाम्रो हामीहरूलाई हेर्नुभयो हामीहरूको यता त्यो यो दिशा सबै हेर्नुभयो सानोमा के यताउता के गर्नुपर्ने त्यहाँ सबै गर्नुभयो अरे भन्नुहुन्थ्यो अनि भाइसँग छुट्टिनु पऱ्यो अनि भाइलाई चाहिँ अब काठमाडौँ ल्यायो अब भाइलाई चाहिँ अब गाउँमा राखेर नि अब सानो छ भनेर अनि ठुलो बुबाले चाहिँ उसलाई चाहिँ अनि यता उसलाई चाहिँ यता काठमाडौँमा लिएर आएर अनि यता हाम्रो काठमाडौँ भैँसीपट्टिमा यो अनाथ आश्रममा हालिदिएछ अब हामीले नि भनेको थिएन पछि थाहा भएको अनि हालेछ अनि बाउ चाहिँ विदेशमा छ अनि यताउता आमा चाहिँ पहिला गयो अनि अनाथ के भनेर हाल्नुभएछ अनि ठिकै छ हाल्नुभएछ अनि एकदम राम्रो भयो हाल्नु नि भएछ अनि उसले अब पढ्यो के अब के थाहा छैन है हामीहरू त अब भेट भएन नि त त्यो बेलामा त अनि म नि गाउँमा बस्यो अनि म गाउँमा अब 12 वर्षसम्म चाहिँ बस्यो होला ठुलो मम्मी ठुलो बुबासँग उहाँहरूले जे भने यताउता सबै हेरिदिनु भयो हो अब के यताउता अब लुगाहरू चाहिन्छ है त्यहाँ सबै उहाँहरूले हेर्नुभयो भन्नुहुन्थ्यो अनि टाइममा चाहिँ उहाँहरूले यस्तो भन्नुहुन्थ्यो अब लुगा नै अब वर्षमा एकताल दिनुहुन्थ्यो त अब मलाई चाहिँ फेरि एकदम माया गर्ने एउटा फुपू हुनुहुन्थ्यो क्या हाम्रो कहिले फुपू भन्छ क्या अनि उहाँ फुपूले चाहिँ मलाई एकदम माया गर्नुहुन्छ क्या अनि उहाँले चाहिँ मलाई वर्षमा लुगा ल्याइदिनुहुन्थ्यो चक्लेटहरू के लिएर आउनुहुन्थ्यो कि फुपू आनी नै हुनुहुन्थ्यो मलाई एकदम माया लाग्छ उहाँको एकदम माया गर्नुहुन्थ्यो कि मलाई एकदम अनि वर्षमा लुगाहरू लिएर आउने अनि उहाँ आउँदाखेरि त अनि म त कति खुसी हुन्थ्यो आमा जस्तै कति खुसी हुन्थ्यो है निकै खुसी लाग्थ्यो अनि उहाँ उतापट्टि घरमा बस्नुहुन्थ्यो अनि कति रमाइलो हुन्छ अनि पछि अनि उहाँको छोरा छोरीहरू सबै हुनुहुन्छ नि त अनि हाम्रो फुपूको चाहिँ छोरी 3 अनि छोरी एउटा हुनुहुन्छ अनि हामीलाई एक्सेप्ट गरेको भन्ने सुन्थ्यौ अनि त्यसपछि अनि के भयो 12 वर्षसम्म उहाँले स्वीकार गर्नुभयो त्यहाँदेखि अनि अब म र विनोदको छुट्टी टाइम आयो अब विनोदलाई चाहिँ अब लामा राख्ने भन्ने कुरा आयो अनि मलाई नि लामा राख्ने भन्ने कुरा आउँछ अनि उसलाई चाहिँ अनि फर्किङमा लामा राख्यो अरे फर्किङमा लामा राख्यो फर्किङमा अनि काठमाडौँमा ल्याएर फर्किङमा लामा राख्यो अरे उसलाई नि अब सानोमै राखेको हुनु त अब उसलाई चाहिँ 2012 मा राख्यो लामा अनि
अनि उसरी ऊ गइसकेर अनि 2 वर्ष 3 वर्षपछि 2014-15तिर चाहिँ अनि मलाई राख्यो। मलाई चाहिँ कहाँ राख्यो भने मलाई चाहिँ बौद्धमा राख्यो, बौद्ध सेक्युर मोनेस्ट्रीमा राख्यो हो। अनि हामी सबै दाजुभाइ छुट्यौँ। अनि हामी दाजुभाइ सबै छुट्यो अनि सबै आफ्नो ठाउँमा पढ्दैछ ल ठिकै छ भन्यो। अब त्यतिखेर त मोबाइल सबै केही थिएन नि त, मोबाइलहरू केही थिएन अनि कन्ट्याक्ट भन्ने चिज पनि थिएन। अब आफ्नो ठाउँमा पढ्ने अब आफ्नो अनि पछि अनि हाम्रो चाहिँ अब रुलहरू चाहिँ सबै कडा नै थियो। अब घुममा रुलहरू सबै कडा नै हुन्छ हो। अनि त्यहाँदेखि अनि अब बिस्तारै बिस्तारै अब पढ्यो अनि ठुलो बुबाले यता लिएर आयो भयो। अनि उहाँसँग छुट्टिँदाखेरि निकै गाह्रो भयो। अनि पछि घुममा अनि आफ्नै सन्तान जस्तै फ्यामिली पायो। अनि लामापाले मेरो महागुरु हुनुहुन्छ हो, उहाँले आफ्नै छोरा चाहिँ हेर्नुभयो, जे चाहियो त्यही दिनुभयो। मलाई के चाहियो, लुगा चाहियो कि अनि के चाहियो सबै दिनुभयो, एकदम राम्रो गर्नुभयो। अनि पढ्दा पढ्दै अब बिस्तारै बिस्तारै अनि भूकम्प आउनु थाल्यो। अनि भूकम्पको कुरा पुग्यो। अनि भूकम्प आउँदाखेरि अनि हामीले अनि गाउँघरमा चाहिँ अब रात लगेर गयो। अनि रात लगेर जाँदाखेरि अनि गाउँमा रात सबैले बाऱ्यो, सिन्धुपाल्चोक सबैमा रात सबै बाऱ्यो। अनि त्यहाँदेखि सर्टकटमा भन्दाखेरि यसरी जान्छ। अनि गाउँमा सबैले सिन्धुपाल्चोकमा रात सबै बाऱ्यो, गुरुहरू सबै गयो। अनि हामी गुरुको एकदम आभारी भयो, एकदम मन पऱ्यो। खुसी kalian lain lama padan ini saya lama ya udah kurang tenang nih sudah sedang kalian lain अनि एकदम राम्रो गर्नुभयो। अनि त्यहाँदेखि अब हाम्रो चाहिँ अब खाप्दो अब 2024मा चाहिँ अनि 2024मा चाहिँ अब गुरुले मलाई अब एउटा मोबाइल किनेर दिनुभयो मेरो गुरुले। अनि मोबाइल चलायो। त्यहाँदेखि अनि सबैजनासँग अब भेटघाट भए जस्तो भयो। अब फेसबुकमा भेट्ने कहाँ भेट्ने भयो। अनि अब हामीले त दाजुभाइ नि आफ्नो दाजुभाइ नै चिन्दैन थियो। अब न त मैले विनोदलाई चिन्थेँ, न त विनोदले, न त विशालले चिन्थ्यो। अनि त्यहाँदेखि खै अनि पछि अनि विदेशबाट बुबा आयो अरे भन्ने सुनेको थियो। अब विदेशबाट बुबा आयो अरे भनेको सुनेको थियो। अनि ऊ चाहिँ अब विदेशबाट आएर अनि सिधा म्यारिज गरेछ अरे। अब अर्को पेट भुगेको बच्चासँग अब बिहा गरेर अरे अब असु लिएर आएछ अरे भनेर सुनेको थियो। अनि असु लिएर आउनु भएछ अरे। अनि उहाँहरू बिहा गरेछ अरे। अनि बच्चा नि भइसकेछ, बहिनी भएछ हो। अनि बहिनी भएछ। अब हामीहरूलाई त के थाहा नि होइन। अब हामीहरूलाई न के भने जमिन न बिहा गर्छु भने अब छोराहरू चिने नि त, छोराहरूको लागि नै सोध्नु पऱ्यो है। अब छोराहरूलाई नै सोध्नु पऱ्यो, ल म यस्तो गरेर लाग्यो भने अलिकति सोध्नु पऱ्यो नि होइन। अनि हामीले अब अलिकति रिसाउने कुरा नि भयो। अब 2024-23 कुरा। अनि मलाई एकताल भेट्न आएछ अरे। मलाई नै थाहा छैन त्यतिखेर। अब मलाई भेट्न आउनु भएछ अरे 2022-23तिर भेट्न आएको होला सायद। अनि मलाई भेट्न आउनु भएछ अरे। अब मैले त चिन्दैन, आफ्नो बुबा त देखेकै छैन, को आएछ भनेको। अनि पछि भन्छ म तिम्रो बुबा हो, म तिम्रो मामा हो भन्छ। अनि हँसेर बहिनी नि लिएर आएछ। म त छक्क परेर अब चिन्दैन चिनेन। अनि पछि अनि राम्रोसँगै बोलेन। अब बोल्ने बानी नै थिएन हो। अब नचिन्ने मान्छे क्या हुन्छ, घुमौ भएपछि साथीहरूसँग रमायो, हाँस्यो, पढ्यो, खायो है। अब बाहिर मान्छेसँग अब त्यति उयो थिएन नि हो, कन्ट्याक्ट थिएन नि त। अनि त्यहाँदेखि अनि भेटेन। त्यहाँदेखि उहाँहरूले अनि मलाई खै एउटा ज्याकेट दिनुभयो भने पनि त्यो लाइफमा फर्स्ट टाइम दिएको त्यही ज्याकेट हो। अनि त्यहाँदेखि चाहिँ के भयो अरे। अनि त्यहाँदेखि अनि विनोद दाइ भेट्न आयो मलाई, नम्बर थियो दाइ। अब त्यसले नै मलाई चिन्दैन, मैले नै उसले चिन्दैन। अब के गरेर भेट्न आयो थाहा छैन, मलाई भेट्न आएको अरे भन्ने सुन्यो। अनि तिम्रो दाइ भेट्न आयो अरे भन्यो। अनि गुरुले नि भन्दै हुनुहुन्थ्यो जस्तो तिमीलाई यता भेट्न आउँछ, दाइ भेट्न आएको छ। अब भेट्न गयो। अब चिन्दैन को हो। अब दाइले चाहिँ मलाई चिने जस्तो छ, अब मैले चाहिँ उसलाई चिनेन। अब कसरी चिनेन भने हामी त सानोमै छुटेको हो दाजुभाइ, हामी चिनेन नि त होइन। अनि ऊ गयो, फर्केर गयो, मैले चिनेन। अब चुप लागेपछि दाइ आएको थियो अरे भन्ने मनमा एउटा कुरा लाग्यो।
अनि पछि फेरि 1-2 महिनापछि फेरि भेट्न आउनु भएछ अनि फेरि चिनेन मैले हो अनि पछि फेरि अनि पछि हामीहरू अनि बिस्तारै अनि हाम्रो क्लास सकिने टाइममै आयो हाम्रो अब 10 क्लास सकिने टाइममै आयो नि त हाम्रो अब ट्युसन अब 10 क्लास सकिने टाइममै आयो अनि क्लास सकियो अनि त्यहाँदेखि मोबाइलहरू अब यताउता गर्ने बेला भयो अब यहाँदेखि चाहिँ मेरो गल्ती आउँछ हो थोरै अनि मोबाइलहरू अब 2023-24 को कुरा हो 2023 को कुरा होला सायद 2023 त्यहाँदेखि मोबाइल अब सबैले आइफोन बोक्छ है सबैले आइफोन बोक्छ अब आफूले नि मोबाइल ठुलो बनाउन लाग्छ अब बुबालाई भन्छु कल गर्छु बुबा मलाई नै एउटा मोबाइल किनिदिनुहुन्छ अनि के भन्छ पैसा छैन यता भन्छ अब यत्रो वर्ष विदेशमा बस्यो छोरालाई अब अलिकति के गर्दाखेरि केस भयो त गर्नुपर्ने हो अनि उहाँले अब छैन अब आफै गएर के भन्नुभयो अब यतापट्टि ठुलो मम्मी टोल बुबालाई नै भन्यो अब उहाँले नै गर्नुभयो त्यहाँदेखि के गर्यो मैले अब ठुलो मिस्टेक गर्यो के गर्यो भने अब हाम्रो चाहिँ अब मैले चाहिँ अब घुम्बुको पैसा अलिकति अब चोर्यो नै भनौँ न है अब के जानु अब घुम्बुको पैसा चाहिँ मैले अलिकति चोर्यो अनि पैसा चोरेर अनि मैले आइफोन किन्यो हो अनि आइफोन किन्यो पछि अनि आइफोनहरू सबै किनिसकेपछि अनि पछि गुरुले माथि बोलाउनु भयो रुममा अनि टावर लागेको छ अनि टावर लाग्यो तिमीलाई अनि यो किन्ने पैसाहरू कहाँबाट आयो सबै फुल प्राप्त गर्नुभयो अनि सबै अब मैले भने अब अलिकति बाहना बनाएँ यो हो भनेर भने अनि पछि फेरि अनि गुरुले फेरि डाउट भएछ अनि पछि अनि मलाई माथि बोलाएर रुममा बोलाएर अनि पछि अनि अब मैले मोबाइल 2टा किनेको थिएँ हो आइफोन 12 र आइफोन 8 अनि अब पक्रियो भने चाहिँ अब त्यहाँदेखि चाहिँ अनि मोबाइल पक्रियो अब 10 क्लासमै सकेर अनि त्यहाँदेखि अनि मोबाइल चलाएर मैले सबै गुरुलाई दिएर आफ्नो गल्ती सिकाएर ल मैले सिकाएँ म घुम्बुबाट निस्केर जान्छु मैले चाहिँ चोर्यो अब म घुम्बुमा आउँदिनँ मलाई माफ गरिदिनु होला भनेर म अनि त्यहाँ घुम्बुबाट निस्क्यो अब बिहान अनि अब त्यस्तो सधैँ के भन्नुभएको थिएन उहाँहरूले अब लसँग तिमी राम्रै मान्छे हो अब तिमीले यस्तो गरेछ अब आउँदै त्यस्तो नगर भन्दै हुनुहुन्थ्यो अनि अब मलाई चाहिँ अब मनले मानेन आफूले यत्रो ठुलो गल्ती गरेछ है यसो अनि त्यहाँदेखि यत्रो ठुलो गल्ती गरेछ अनि आफ्नो मोबाइल 2टा आइफोन 2टा आइफोन अनि के अरे अनि स्यामसङ एउटा मैले त्यहीँ गुरुलाई दिएर अनि म घुम्बुबाट भागेँ अनि म सिधै जोरपाटी पुगेँ अनि जोरपाटीमा अनि मैले आसु र बुबालाई भने ल म त घुम्बुबाट भागेर आएँ भने अनि आसु त अनि बम भएर खै के भन्यो है के भन्यो अनि मलाई त अनि रिस उठेर पछि अनि मम्मीले अनि अब गुरुहरूले नै अनि गाउँमा कल गर्नुपर्छ नि अनि तपाईँको छोरा घुम्बुबाट भाग्नु भएको छ यसो गरेछ अनि उसलाई यता बोलाउनु हामी के गर्दैन उसलाई यता चान्स दिन्छु भन्ने कुरा भएर चाहिँ अब मलाई चाहिँ अब जानै मान्दैन र अब त्यो गल्ती त गरिसक्यो अब गएर अब फेरि उयो गरेर बाँच्नु सक्दैन भनेर अनि मनबाट गरेर अनि के गर्यो अनि त्यहाँदेखि चाहिँ अनि अनि उहाँहरूले अनि घरमा चाहिँ अनि ठुलो बम भयो मेरो यताको के अरे उयो नाम बन्द भयो हामीले स्लिप पाल्यो त्यहाँदेखि सबै यस्तो भनेर है अनि त्यहाँदेखि अनि कल गरेर अनि पछि अनि म यता बुबा र अब आफ्नो बुबा र आन्टीको घरमा बसिरहेको थिएँ है त्यहाँदेखि चाहिँ मलाई अनि के अरे म के अरे त्यो असु र बुबालाई रिस उठेको अब आफ्नो छोरा हो अलिकति बुझ्नुपर्छ नि हो कति मान्छे अब गल्ती हुन्छ अनि आफू गरेर आएपछि अब उसले अब अलिकति माफ भन्ने चाहिँ देखाउनुपर्छ नि है अनि दया भन्ने चाहिँ देखाउनुपर्छ नि है बुवामा अहिले अनि त्यहाँ घरमा बस्यो म 2 दिन जति बस्यो होला है 2 दिन जति बस्यो अनि त्यहाँदेखि अनि माथि घरबाट सिन्धुपाल्चोकबाट ठुलो आमाले कल गर्नुभयो विकासलाई किन त्यहाँ राख्यो घरबाट निकाल उसलाई घरबाट निकाल उसलाई घरबाट निकाल आफूले कमाउँछ आफूले खान्छ भन्छ है
अनि सबैजना म त अनि अनि तिमीहरू यो विकासलाई घरबाट निकालेन भने तिमीहरूले मलाई सम्झिनु पर्दैन, तिमीहरू हाम्रो सम्बन्ध खतम हुन्छ भनेछ आसुरा बुबालाई। अनि त्यहाँदेखि उहाँलाई नै अब खै अब उहाँले बुझ्नुपर्ने हो, आफ्नो छोरा हो र हामी जे भने नि मेरो छोरा हो, म यताउता गर्नुपर्ने भन्ने एउटा मान्यतालाई हुनुपर्छ नि। अब उसले त सिधै अब माथि अब के अरे ठुलोआमाको कुरा मानेर अनि सिधै ब्यागेर के अरे मेरो सुर्केस र अब सुर्केस ब्याग भनौँ न, ब्यागेर उयो समातेर अनि सिधै ढोकाबाट ढकालतिर भनेको त्यस्तो दुवैजनाले। त्यहाँदेखि यस्तो रिस उठेर त्यहाँदेखि अब मैले उहाँहरूलाई पहिला पैसा राख्न दिएको थिएँ कि अब हामीहरू चाहिँ अब पैसा छैन छ, त्यही भएर पैसा राख्न दिएको थियो। मैले पैसा कति 60,000 कि 90,000 जति राख्न दिएको थियो। सबै पैसा उहाँले बुढाबुढीले उठाएछ। नयाँ लुगा किनेछ छोरी दाइलाई, अनि छोरी दाइको बर्थडे खतरा मनाएछ अनि के गरेछ है। त्यहाँदेखि मलाई रिस उठेछ अनि मलाई त जम्मा 8,000 कि 7,000 दिएको थियो, 7,000 होइन 5,000 दिएको थियो। अनि त्यहाँदेखि 5,000 दिएको थियो हो, अनि 5,000 दिएको थियो। अनि 5,000ले अब के गर्नु काठमाडौँमा। अनि त्यहाँबाट चाहिँ अनि एउटा सृजना बहिनी थियो कि अब उहाँ चाहिँ पक्रिन्छ, अब म चाहिँ मोक्तान चाहने त। अनि हामी दुईजनाको त अब खुनकै रिक्सा सम्बन्ध जस्तै हुन्छ नि त। अनि मैले चाहिँ उसलाई आफ्नै बहिनी मान्थे हो, अनि आफ्नै बहिनी मान्थे। अनि उसलाई चाहिँ अब मेरो मामाको छोराले अब खै त्यो के गरेर अनि भिडियोहरू के नराम्रो बनाएर क्या, भिडियो फोटोहरू के नराम्रो बनाएर सोसियल मिडियातिर हालिदिन्छु के भने धम्की दिएको रहेछ क्या। अनि धम्की दिएको रहेछ। अनि उसले चाहिँ केस हान्ने रहेछ, अनि सबै चाहिँ अनि मलाई दोष लाग्यो क्या। अनि मैले ठुलो आमाले चाहिँ मलाई दोष लगाएर अनि मलाई नराम्रो बनाएर अनि मलाई यस्तो रिस उठ्यो। अब आफूले बहिनी भनिहाल्छ, त्यहाँदेखि उसलाई अनि अलिकति साथी गऱ्यो अनि यताउता गऱ्यो। अनि पछि अनि अब म घरबाट निस्क्यो, उसले निकाल्थ्यो। अनि म एक दिन चाहिँ अब बौद्धमा गएको थिएँ क्या, म बौद्धमा कोरा हान्न गएको थिएँ हो, कोरा हान्न। अनि नगदी पनि मसँग बोकेको थियो। अनि असुले चाहिँ के भनेछ, ऊ केटीसँग सुतेर आएको भनेको त्यो सृजना बहिनीसँग, साथी ऊ केटीसँग सुतेर आएको भनेर यस्तो पापी छ। अनि यस्तो लाग्छ पऱ्यो भने के भनेछ अरे, ऊ माथि केटीसँग सुतेर आएको भनेर ठुलो मम्मीलाई के कुरो लगाइदिएछ। ऊ केटीसँग सुतेर आएको भने ठुलो मम्मीलाई उसँग पढायो त्यो उसलाई। मैले चाहिँ के भनेको थिएँ, ऊ अब मेरो आफ्नै बहिनी जस्तो हो। अनि जे भने ऊ पक्रिन्छ, मैले आफ्नै बहिनी मान्छ। अब उसको नि अलिकति ठुलो प्रब्लम रहेछ मेरो चाहिँ। अनि उसलाई चाहिँ अब तपाईँहरूसँग राख्नु पऱ्यो के बुहारी ल्याउन लाग्यो दुई सानोमा के हो यस्तो भनेर यस्तो रिस मैले आफ्नै बहिनी जस्तो मान्छ हो। अनि छ होला सृजना पाक्रिङ है, अनि छ होला एउटा बहिनी थियो। अनि मैले आफ्नै बहिनी जस्तो मान्थेँ क्या। अनि निकै राम्रो थियो। अनि उसलाई चाहिँ अनि पछि अनि ऊ कुरा सुनेपछि अनि उसलाई घरबाट निकालिदियो भनेर ठुलो लामाले। अनि उहाँले मलाई त धक्का लगाएर घरबाट निकालिदिएर आयो दुईजनाले। त्यहाँदेखि कहाँ जाउँ है, न यता बस्ने ठाउँ न उता बस्ने ठाउँ। अनि त्यहाँदेखि कहाँ गयो, अनि त्यहाँदेखि कहाँ गयो भने त्यहाँदेखि चाहिँ अनि म ऊ सृजना बहिनी छ नि, ऊ मैले बहिनी भने नि। अनि उसँग गयो अनि उसँग कुरा गऱ्यो, ल नानी अब जे भयो नि तिमी मेरो आफ्नै बहिनी जस्तो हो, अब तिमी पढ अनि म काम गर्छु। अब जे भने दाजुभाइ दिदी क्या दाइ र बहिनी राम्रोसँग बस्छौँ, अब तिमी पढ म काम गर्छु यताउता भन्यो है। अनि पछि अनि उसको त अब दाइहरू धेरै रहेछ नि त। अनि पछि मकलबारीमा पुग्यो। अनि हाम्रो मुनि मामाको छोरीहरू हुनुहुन्थ्यो सुकु र पिपी भन्ने, सुकु दिदी र पिपी। अनि उहाँहरूको पसलमा गयो हामी। अनि कुरा गऱ्यो यताउता गऱ्यो। अनि पछि अनि हामी रुम हेर्ने भन्यो। पछि त अनि उसको चाहिँ अब दाइहरू आयो नि त,
उसको दाइहरू आयो अनि दाइहरू लगेर गयो क्या अनि म बहिनीलाई चाहिँ लग्छु अनि म बहिनीलाई काम दिलाउँछु भनेर उसले गयो अनि उनी गयो क्या अब मलाई कस्तो नराम्रो लाग्यो नि त अब एक्लै भयो कहाँ सुन्ने के गर्ने केही थाहा छैन है अब घरबाट कल आउँछ भने नि आज छैन किनभने अब पनि निकालेको थियो मैले फोन पनि थिएन है अनि फोन पनि थिएन त्यहाँदेखि अनि रात पऱ्यो अब दिदीहरूले अब सुन्न जानु पऱ्यो पिबी दिदी र सुकु दिदी र पिबी अब उहाँहरू जो म सुन्नु जान्छ सुकु दिदी चाहिँ म्यारिज हुनुहुन्थ्यो अनि अब म चाहिँ कहाँ सुत्नु भयो अब आउनु झोला थियो अनि एउटा लुगाहरू थियो अनि एउटा अब ढापाकै सेन थिएँ क्या अनि सेन लगाएर अनि म मकलबारीमा सुत्यो मकलबारीको त्यो पुलको यतापट्टि मान्छेहरू बसेको छ नि हो त्यहाँ बस्यो त्यहाँ सुत्यो म यस्तो चिसो अलिकति राम्रो भयो कि मसँग थोरै पैसा थियो 4-5 हजार पैसा थियो मसँग अब खाजा खानलाई अनि त्यहाँ सुत्यो एक दिन सुत्यो अनि पेट दुख्यो फेरि भोलिपल्ट नै त्यहीँ सुत्यो चिया खायो अलिकति पैसा थिएन अलिकति अनि त्यहीँ सुत्यो मकलबारीमा त्यो मान्छेहरू सुत्ने ठाउँमा सुत्यो झोलाहरू पनि त्यहीँ राख्यो अब सबै त्यहीँ गऱ्यो त्यहीँ सुत्यो त्यही अब 3-4 दिन म त्यहीँ सुत्यो अनि पेट दुख्न थाल्यो अनि पछि अनि सुकु दिदीले अनि सुकु दिदी हाम्रो मामाको छोरी क्या अनि उहाँको नाम चाहिँ सुकु भन्छ दिदी हो अनि सुकु दिदीले अनि हामी चाहिँ म चाहिँ उहाँको पसलमा गएको थिएँ क्या अनि खाजा खान म चाहिँ उहाँको पसल गएको थिएँ अनि भाइ कहाँ सुत्छौ तिमी के गर्दैछौ अरे अनि दिदी म त यतातिर अझै केही काम छैन भने दिदीले अनि के भन्नुभयो अनि आन्टीहरूले केही उयो गरेन भने खै के गर्दैन भन्यो भने बिचरा दिदीलाई अनि माया लागिरहेछ अनि अनि के दिदी र सुकु दिदी र अनि उहाँको श्रीमान छिनाजीले चाहिँ अनि हुन्छ नि त अब तिमी हाम्रो घरमै बस हाम्रो रुममै बस अनि अब काम गर्न सक्छ भने काम गर भन्ने कुरा आयो हो अनि कहिलेकाहीँ हामीसँग बस्छ अनि उहाँले अनि आफ्नो रुममा लग्यो अनि दुईवटा खाट रहेछ एउटा खाटमा त गएर खाता खाली अनि त उहाँ दुईजना त श्रीमान शिल्पा थियो अनि दुईजना एउटा खाटमा अनि म यतापट्टि सुत्यो आफ्नोसँग अनि उहाँहरूले मलाई यस्तो राम्रो व्यवहार गर्नुभयो खाना खाने भयो खाना के खाने भयो भने आफ्नै भाइ जस्तो गर्नुभयो क्या अनि हाम्रो कस्तो रुन आँट्यो यस्तो राम्रो गर्नुभयो अनि सबै ठ्याकठ्याक गर्नुभयो अनि 3-4 महिना अनि मैले अनि 3-4 महिना अलिकति काम गरेर अनि जुटाएर अनि मोबाइल किनेको थियो मोबाइल किन्यो है अब उहाँले नि अब मोबाइल किन्यो भने अलिकति पैसा हालिदिन्छु भन्ने कुरा गर्नुभएको थियो उहाँले नि म पर्दैन म आफैसँग छ भनेर नि भोलि म नयाँ मोबाइल किन्यो अनि एउटा बालाजीतिर गयो नयाँ मोबाइल किन्यो अनि मोबाइल किनेर अब मोबाइल थिएन नि त मोबाइल किन्नु पऱ्यो मोबाइल किनेर अनि त्यही मैले पहिल्यै चलाएको सिम निकालेर चाबेलमा अनि पछि अनि मैले कल गर्न थाल्यो घरतिर अनि कसैले गरी उठाउँदैन मैले यत्रो 4-5 महिना भइसक्यो छोराहरू आएको केही छैन है के भएको छैन सिनमा बसिहाल्छ मान्छेहरू अनि पछि अनि मैले यसो फेसबुकतिर यस्तै हेरेको अनि उहाँको छोरीको अब मेरो आफ्नै आफूको छोरीको बर्थडे रहेछ अनि त्यो बर्थडेमा चाहिँ अब न दाइलाई बोलाउँछ न हामीलाई बोलाउँछ न उता छोरीको फ्यामिलीबाट अरू आफै मस्तरी रमाइलो लागेको थियो नि मैले दिएको पैसामा यत्रो बर्थडे अनि पुरा मनाएर रहेछ अनि के भयो न त हामीलाई बालिदियो न त के गर्यो अब यस्तो रिसिँदै जाँदाखेरि त मलाई बाउ नि भन्न मन लागेन आफ्नो चाहिँ अब हुन्छ नि एउटा बाउ भएपछि त अब हो मेरो छोरा कहाँ गएछ अलिकति खोजतोज अलिकति पुलिस रिपोर्ट यताउता त गर्नुपर्छ नि है त्यसो भने चाहिँ केही छैन हो कमान चाहिँ छैन अनि त्यहाँदेखि के भयो अनि सुकु दिदीकोमै बस्यो म अझै काम गरेर बस्यो अनि पछि दसैँ आयो यो बेला चाहिँ मलाई एकदम रुनु अब दसैँको बेला चाहिँ अब खासै म दसैँ मनाउने मान्छे त होइन अब म सानोदेखि लामो बस्दैन होला दसैँमा चाहिँ इन्ट्रेस्ट नै लाग्दैन तर मान्छेहरू अब त्यतिखेर चाहिँ अब हामी काम गर्ने ठाउँ सबैजना गाउँमा गएको थियो अब सुकु दिदी र पिपी नि अब गाउँ जाने भन्दै हुनुहुन्थ्यो
अनि सबै दिदीहरू घर जाँदाखेरि त अनि मेरो त आँखाबाट आँसु आएर ल भाइ राम्रोसँग बस अब सक्छौ भन्ने गर्छौ सक्दैन भने यतापट्टि हाम्रोपट्टि अब हामी मनाइदिन्छौँ हामी सँगै मनाउँछौँ हामी आफ्नै हो तिमी मेरो आफ्नै भाइ जस्तो भन्नुभएको थियो कि उहाँले यस्तो राम्रो भन्नुभएको थियो उनीहरूले अनि कति राम्रो व्यवहार गर्नुभएको थियो मलाई अनि तपाईँ तिमी मेरो आफ्नै भाइ जस्तो हो तिमी चाहिँ नराम्रो केही नमान यतापट्टि अब हामी त सँगै दसैँ मनाउँला भन्ने अब मलाई चाहिँ के लाग्यो भने यत्रो दुःख त दियो अब के जानु है अब दसैँ भन्ने चिज अब अर्को घरमा अब यस्तो बिहा गरिसकेपछि दियो बिहा नगरेर भएर हो भन्ने है अब यस्तो यत्रो भइसक्यो भन्ने कुरा आयो अनि त्यहाँदेखि यत्रो भन्ने कुरा आयो त्यहाँदेखि चाहिँ अनि मैले अनि यतापट्टि हाम्रो एउटा दिदी दुईवटा दिदी हुनुहुन्छ क्या हाम्रो यता माथि हाम्रो आफ्नै घरको माथि घोलेटोल भनिन्छ क्या तिनधाराको यतापट्टि हाम्रो माया दिदी र निवेना दिदी हुनुहुन्छ क्या अनि उहाँलाई मैले कल गरेँ अनि सबै कहानीहरू सुनाएँ दिदीहरूलाई दुईजनालाई अनि दिदी दुईजनाले के भन्नु आउन त कान्छा हामी यता मुनि जान सकिँदैन भने यतै गर यतै मनाउँदा हामी दसैँ भन्नुभयो अनि म साँच्चै आउँछु है भने अनि उहाँले आउँ अरे अनि गयो अनि पछि अनि दिदीहरू जानु भएर अनि के सुकु दिदीहरू जानु भएर अनि म र भिपी चाहिँ पछि सँगै गएको हो क्या अनि गाउँमा सँगै गयो अनि ऊ चाहिँ अब सरसो मुनि घरमा गयो अब म त मुनि घरमा जान सक्दैन किनभने सबैजना यसो न कल न मेसेज न रिप्लाई के छैन अहिले पनि छैन होइन अहिले म यता इन्डिया बसिरहेको छु न त रिप्लाई छ न त कल छ यत्रो कलेज पढिरहेको छ अलिकति सपोर्ट भन्ने चाहिन्छ नि है अनि त्यहाँदेखि म यसरी माया दिदीहरूकोमा गयो अब लाज लागि जानु पऱ्यो सुन्नु पऱ्यो अनि म सिधै माया दिदीहरूकोमा गयो अनि नमस्ते गऱ्यो दिदीहरूले अनि नमस्ते गऱ्यो अनि पछि अनि दिदीहरूले अब त्यहीँ सुत आज भन्यो अब हुन त म दसैँ मनाउन त्यहीँ गएको हो अनि त्यहीँ सुत भन्यो दसैँ मनाउन अनि म त्यहीँ सुत्यो अनि उहाँहरूसँग मिठो मिठो कुराहरू भयो राति राम्रो राम्रो कुराहरू भयो यहाँनिर गेम गऱ्यो हाम्रो मनको कुराहरू दिदीभाइहरू राम्रोसँग खेल्यो कति राम्रो सम्झना बसेको छ एकदम राम्रो छ मेरो हृदयबाट मेरो माया दिदी र विपना दिदीलाई धेरै धेरै धन्यवाद हजुरहरूको गुण म कहिले नि बिर्सिनु छैन विपना दिदी माया दिदी अनि सुकु दिदीले कल गर्नुभयो अनि तिमी घर गयो भने म होइन माथि दिदीहरूकोमा छ अनि उता गाह्रो होइन यता आउनु भनेको छ सुकु दिदी र भेना दिदीलाई नि म यहीँबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरको यो गुण म कहिले पनि बिर्सिनु सक्दैन तपाईँहरूलाई हात जोडेर तुझी कार्य चाहिँ भन्न चाहन्छु हजुरहरू सोचेको धन्यवाद बेसी पुरा होस् तपाईँहरू सबजनाको अनि दसैँ मनायो अब भोलिबाट चाहिँ खै के हो थियो अनि पार्टीको दिन थियो होला सायद दसैँ 4 दिन हुँदो रहेछ नि त अनि भोज खाने दिन थियो होला थियो अनि गाउँलेले चाहिँ अब के भनेछ भने बिचरा अब केटी मान्छे त हो दिदीहरू अब के भन्नु छ अब म अब गाउँमा मुनि ठुलो घरमा बस्दै अनि गाउँलेहरूले चाहिँ अब माया दिदीले चाहिँ अब खप्दो भन्नालाई चाहिँ अब जसलाई नि आँटा लागेको छैन है अब आफ्नो भाइ भनेर अब उयो गरेर आफ्नो भाइ भनेर माया गरेर बोलाएको बिचरा अनि उहाँलाई नै खप्दो भन्नालाई चाहिँ अब आँटा लाग्छ नि त अनि मैले बुझेँ अनि पछि अनि उहाँहरू आफूले नै भन्नुभएपछि कान्छ मुनि गएर हेर अनि मानेन भने अब हामी यतै मनाउँला दसैँ अनि पछि सँगै काठमाडौँ जाउँला भन्ने कुरो गर्नुभयो माया दिदीले अनि विपन दिदीले त्यही गर्नुभयो अनि हिम्मत गरेर अनि अब मुनि मानेन भने माथि आऊ भन्ने कुरो भयो अन्त म हिम्मत गरेर मुनि गएँ हाम्रो चाहिँ लामाटोल भन्छ हाम्रो मुनि घरहरूलाई चाहिँ लामाटोल भन्छ अनि लामाटोलमा गएँ अनि लामाटोलमा अनि गएँ अनि माथि हाम्रो अङ्कल हुनुहुन्छ क्या माइला अङ्कल अनि माइला अङ्कलको घरको माथिबारी बसेँ अब मुनि घरमा काम गरेदेखि म कति बजे गएको म माथि माया दिदीको घरबाट 4 बजे 4-3:30 बजे हिँडेको होला मुनिपट्टि ठ्याक्क 4 बजे पुग्यो अनि त्यहाँदेखि मैले त्यहाँदेखि कल लगाएँ आमालाई कल लगाएँ त्यहीँ काम गरेर त्यहीँ फुन्छ यत्रो माथिसम्म सुनेर कल्ल उठाउँदैन आमा म गरेँ उठाउँदैन यस्तो रुनाएर
कल गरेर 1000 जति पुगिसक्यो आमालाई मात्रै कल उठाउँदैन अनि एउटा हाम्रो माथि माइला अङ्कलको छोरी हुनुहुन्थ्यो क्या अनिता अनि उहाँले चाहिँ अब भन्नुभएको छ क्या बिचरा विकास दाइको कल आएर उठा न भने बाटी नभए तिम्रो हात बाटिदिन्छ त्यो चुलायो बस्दा भन्दै गरे रिसाएर होला कि के भएर खै अनि त्यहाँदेखि दसैँको टाइम हो अनि कल गरेर अनि राति 7 बजीसम्म मैले कल गरेँ अनि मैले आफ्नै दाइलाई नै कल गरेँ विनोद उनी गाउँमै थियो अब उता लामो छोडेको थियो नि त अब लामो छोडेर 2-3 वर्ष भइसक्यो गाउँमै बसेको थियो नि त ऊ अनि उसलाई चाहिँ अब गाउँमै अब आमाहरूलाई साथी खाने यताउता अब घरमै काम गर्ने घाँस खाने यताउता त्यसो गर्न लाउँथ्यो प्लस गर्थ्यो नि हो है गाउँमा अब आमालाई सधैँ बस्यो गरे भन्दो रहेछ हो अन्त चाहिँ अब बाउ आमा भन्छ क्या उहाँहरूलाई दुईजनालाई अनि मैले दाइलाई नै कल गऱ्यो 2-3 घन्टा त दाइलाई कल गरेँ होला मैले खासमा भन्नुपर्दा त मैले त्यही 200-300 चोटि विनोद दाइ नै कल गरेँ विनोद दाइलाई नै उठाएन उसले नै मरै जाउँ उठाउँदैन अब बुबालाई कल गऱ्यो त्यो नि उठाउँदैन हो बुबालाई नै अनि आमालाई नै कति त गरेर मैले 4000 जति कल गरेँ होला 4 बजीदेखि राति 8-8:30 बजीसम्म कल गरेँ म एक्लै माथि के अरे अब ट्याङ्की छेउ थियो त्यहाँ बसेर कल गरेँ कति तर गऱ्यो होला 4-5 हजार गऱ्यो होला मलाई कल उठाउँदैन अनि पछि अब के हुँदैन अब बिचरा दिदीहरूलाई नै गाह्रो हुन्छ माथि अब म भोलि नै गाडी समातेर काठमाडौँ जान्छु भन्ने पछि अनि फेरि अनि दिमागमा आयो अब भगवान्ले साथ दियो के भयो अङ्कल छ नि है अङ्कलले मलाई साथ दिनुहुन्छ भनेर अब अङ्कलको नम्बर अब कहाँबाट खोज्यो मैले अब मलाई कहाँ फेसबुकतिर पठाउनु भयो कहाँतिर पठाउनु भएको रहेछ अनि मैले उहाँलाई कल गऱ्यो अनि 2 सालको बेला चाहिँ उहाँले कल उठाउनु भयो अनि विकास कहाँ हो भने म तपाईँको घरमा चाहिँ यस्तो छ मैले सबैको घरमा मुनिको घरमा मलाई कलै उठाएन यताउता भन्यो अनि उहाँहरू सबै अब इमोसनल भएर अब एकदम माया गर्नुहुन्छ मलाई अङ्कल र के अरे अङ्कल र आन्टीले चाहिँ माथिभरि मैले अङ्कल र आन्टीले एकदम माया गर्नुहुन्छ अनि उहाँहरूले चाहिँ माथि बोलाउनु भयो अनि खाना खायो कि खाएन अरे अनि मैले माथि खाएर आएको भन्यो खाएको त थिएन अब खायो भन्नु पऱ्यो नि अनि खायो भने अनि पछि अनि ल अनि म माथि अब उहाँको चाहिँ घर दुइटा थियो क्या मुनि र माथि अनि म माथिबाट घरमा सुत्छु अनि म यहाँ आएको छ भनेर कसैले नभन्नु म भोलि बिहान काठमाडौँ जान्छु अनि कहाँ त्यस्तो हुन्छ मै जानुपर्छ पार्टी गर्नुपर्छ अनि एउटै परिवार हो भन्दा अनि चाहिँ अनि पछि भन्दैन अङ्कल अनि सबैजना रिसाएर छ मसँग खै अनि यस्तो छ भनेर अनि पछि अनि कुराहरू सबै मैले सुनाएँ अनि उहाँले बुझ्नुभयो अनि हुन्छ नि त मेरो त्यसो त अनि 2-3 दिन चाहिँ यहीँ बस्नुपर्छ है मुनिको दिन लगाएँ हामी यहीँ मनाउँला यहीँ खाउँला भन्ने कुरा गर्नुभयो क्या अनि अङ्कल आन्टीले अनि मैले नि अब हवस् हुन्छ भोलिपल्ट चाहिँ अब गाडी बन्द रहेछ नि त टिकाको दिनमा अनि गाडी बन्द रहेछ नि त अनि त्यहाँदेखि पार्टी खायो अनि त्यहाँदेखि अनि म माथि घरमा सुतेँ अनि अङ्कलहरू चाहिँ अनि मुनि घरमा जानुभयो अब अङ्कलहरू चाहिँ एकदम अप्ठ्यारो लागेको नि त एउटा घरको सदस्य माथि घरमा लगेर बसिरहेको छ सुतिरहेको छ बिचरा एक्लै बनाएर भनेर अनि पछि अङ्कलले चाहिँ अनि पुरा विकासमा चाहिँ किन नबोलाएको कल किन नउठाएको भनेर मैले ग्रुपमै भनेछ क्या मैले ग्रुपमा भनेछ अनि सबै भन्नुभएछ अनि अङ्कलले अनि सबैसँग कुरा मिलाएर अनि मुनि बोला भनेछ मलाई म त यस्तो कामेर यस्तो डर लागेर अनि पछि अनि भाइ बोलाउन आएछ अनुरोध भाइ म नजाने तिमीहरू खाऊ भने अनि पछि अनि दाइ आएर ओइ खाँदै उठ मुनि बोलायो भने क्या अनि त्यहाँदेखि मलाई त अनि रिस उठेर नजाने भने फेरि भएको त अघि जा भन्दै पछि फेरि आयो ओइ खाँदै तर मुनि बोला सुनेन के त लागि मुनि उसालेर लानुपर्ने भने म चाहिँ ल भनेर अब गएँ हो मैले अब सक्दो नसक्दो अब हिम्मत गरेर गएँ क्या अब आमाको आँखा यसो हेऱ्यो भने डर लाग्ने बुबालाई यसो हेऱ्यो भने डर लाग्ने अब आफ्नो बहिनी सरिता नै थियो उसलाई हेऱ्यो भने डर लाग्ने के भन्नु अनि सबै देखेर डर लाग्ने अब अङ्कलको छेउमा बस्यो अनि
खानासाना खायो, खानाहरू खायो अनि भोजपुज खायो अनि उहाँहरू चाहिँ नाच्ने टप गर्ने गर्नुभयो अनि म चाहिँ माथि घरमा आएर सुत्यो अनि त्यहाँदेखि भोलिपल्ट खाजा माथि घरमा खायो अनि पछि मैले एउटा हुडी लाएको थिएँ कि अब मसँग हुडी थिएन किनभने लुगाहरू सबै माथि दिदीहरूकोमा थियो क्या माया दिदीहरूकोमा अनि त्यो माया दिदीहरूकोमा थियो माथि अनि एउटा हुडी रहेछ अनि मैले एउटा हुडी लगाएको त्यो चाहिँ अब फेरि बहिनीको परेछ सरिताको अनि सरिताले ओइ छोर किन लगाएको त्यो मेरो कसो भनेर थाहा छ तँलाई भने अनि मुनि अङ्कल र आन्टीले करायो के भनेको त्यो आफ्नो भाइलाई नि यसरी भन्ने हो भने मन दुखेर अनि त्यहाँदेखि छोडिदियो अनि गरेर दियो हो लुगा अनि पछि त्यही हो त्यसो गर्दा गर्दा अब दसैँ बित्यो दसैँभरि अब कोही कुरा गरेन है बुबाले कुरा गरेन टिका लगाउने कुरा लागेन आमाले कुरा गरेन विनोद नि कहिले काहीँ गर्थेँ अब भन्थ्यो त्यसो गर्दा गर्दै अब काठमाडौँ फर्किने टाइम भयो अब काठमाडौँमा फर्किँदाखेरि बसमा टिकादै थिएन अब माथि कौसीमा चढेर गयो काठमाडौँमा आइ त पुग्यो है तर कहाँ बस्ने के अब दिदी गुरुङको चाबी नि थिएन हो सुकु दिदी गुरुङको चाबी नि थिएन अब पिपी गुरुङको चाबी नि थिएन अब उहाँहरू त अब 1 महिनापछि आउनुहुन्छ भन्नुहुन्छ अनि त्यहाँदेखि दिदीहरू अनि के गर्यो अब दिउँसोतिर चाहिँ अब यसो डुल्न गयो अनि राति चाहिँ त्यो अब उहाँहरू बस्नु भएको रुमको माथि कौसीकोमा गएर सुत्यो उहाँ कति 1 महिना जति त्यस्तै चल्यो होला म माथि कौसीमा गएर सुत्यो दिनभरि यस्तो आउँदा घुम्यो अनि फेरि माथि कौसीमा गएर सुत्यो यसो भयो यस्तो जाडो हुन्छ यस्तोसम्म गरेको छु मैले अनि पछि अनि यतापट्टि अनि हाम्रो बरुवापट्टि अनि हाम्रो बुबाको अब भनौँ न त्यो बुबाको दाइको छोरीहरू थियो क्या अब सरिता उहाँको नामै सरिता हो अनि अनुष्का भान्जीहरूसँग कुरा गऱ्यो अनि उहाँहरूसँग बस्यो म ल त्यस्तो भयो आजदेखि म यता बस्छु दिदी यताउता भनेर म उहाँहरूसँग कुरा मिलाएर उहाँहरूसँग बस्यो 2-3 मिनट भएछ त्यही 1 महिना जति बस्यो अनि 1 महिना जति बसेपछि अनि पछि अब म र भान्जी चाहिँ अब अनुष्का भान्जी चाहिँ अब स्वयम्भूमा माथि खालि बौद्धमा खाना गएको थियो क्या अनि बौद्धमा खाना खाएर अनि कुरा हान्दै थियो क्या अनि ठ्याक्क हिरा दिदी हाम्रो अब ठुलो दिदी क्या अनि उहाँ के अरे उहाँले देख्नु भएछ हामीलाई अनि खै म पत्तो भएछ के भनेर अनि घरमा सुनाएछ एकदिन मावि दिन के भनेर अब मिलाउनु भएछ कि के भन्छ पछि अनि अचानक अनि आमाको कल आयो भोलिपल्ट अनि विकास तिमी घरमा आऊ हामी के गर्न सक्दैनौँ वर्षमा 1-2 लुगा दिन्छौँ घरमा के काम गर्ने यो गोबरहरू सोर्ने अनि दिनको हामी खाना दिन्छौँ अनि के अरे उयोहरू गर्ने काम तिमीहरूको भनेर दाइ र म थियो त्यहाँदेखि आमाले बोलाएको थियो अब मन त कस्तो खुसी थियो क्या पुरा कपाल काटेर ह्यान्डसम भएर गएको थियो अनि पछि अनि घरमा गयो घरमा जाने बित्तिकै अनि खाना खायो अनि त्यहाँदेखि एकदिन रेस्ट बस्यो कुखुरा सुखुरा हेऱ्यो भोलिपल्ट त अनि काम ल उठ यो गर ऊ गर अब सक्दैन भने नि अब जबरजस्ती गर्न लाग्ने काम चाहिँ अब हामी काम कहिले नगरेको मान्छे यत्रो 12 वर्षमै अब 12 वर्षभित्र लामा बस्न गएको अब हामी लामा बसेकोहरू त सबै पढ्ने खाने सबै हाम्रो सिङबाट गर्छ नि त घुमबाट गर्छ नि त अनि गाउँमा गएर सिधै खालको काम गर्नुपर्छ जाने गर्नुपर्छ नि है यत्रो काम गऱ्यो अनि यता गऱ्यो अनि काम गऱ्यो अब मैले चाहिँ हामी लामाहरूको चाहिँ के हुन्छ भने अब यो लुगा लगायो भने चाहिँ अब भूतहरूबाट चाहिँ डराउनु पर्दैन क्या किनभने यो चाहिँ एकदम शक्तिशाली हुन्छ क्या भूतहरू चाहिँ यत्तिकै तर्सिन्छ क्या अब हामीमा प्रवेश हामी प्रवेश गर्न सक्दैन क्या उसको आत्माहरू चाहिँ अनि
त्यतिखेर त मसँग ढाबाको लुगा पनि थिएन अनि त्यहाँदेखि अनि म गाउँमा गएँ अनि काम गरेँ क्या आएँ गरेर यति ल अनि मलहरू बोक्यो अनि यताउता अनि मलाई चाहिँ अब अलिकति रिङ्गरो चढ्यो क्या अब रिङ्गरो चढ्यो अब कस्तो बमिट आउला जस्तो भयो क्या अनि खानै लागेन अनि आमा चाहिँ के भन्छ भने विनोदले मम्मी भाइ बिरामी भएको बिरामी सिरामी होइन त्यो नाडाको काम गर्नुपर्छ भनेर अन्त खाना नदे भन्छ आमा अब यहाँ बिरामी भयो मन लागेको छ है अनि त्यहाँ अब त्यस्तो भयो अनि त्यस्तो भयो अनि त्यहाँबाट अनि बिरामी भयो अनि खाना अनि विनोद दाइले लुकाएर खाना ल्याइदिनु भयो अनि खाना खायो भोलिपल्ट अनि उतापट्टि अब अनि लामा भयो नि अब अलिकति झ्याङरीकोमा गएँ झ्याङरी बाजेले अनि अलिकति के उयोहरू गरिदिनु भयो अनि अलिक ठिक भयो त्यहाँदेखि फेरि दौरा उचाल्ने के गर्ने घाँस काट्ने आमा जिन्दगीमा गर्दै लागेको काम यस्तो नोकरले जस्तो काम आएको होइन यो गर मकै उचाल मकै यत्रो कहिले नउचालेको भएको सबै उचाल्नु अनि खाना एक छाक रे दुई छाक राति एक छाक दिउँसो एक छाक यत्रो अब हामीले अनि पछि अनि हाम्रो चाहिँ एउटा गाउँमा देउरानी सेवा भन्थ्यो कि अन्त देउरानी सेवा गरेँ अनि मम्मी चाहिँ काठमाडौँ आउनु भयो क्या अब खै दिदी बिरामी थियो अरे के भन्यो अनि अब हामी दुईजना चाहिँ बल्ल सुकुन पाएको थियो नि त छुट्टिनु भयो अनि एक दिनमै दौरा सकि नसक्यो उचालेर लिएर आएर झ्याम राखेर मिलाएर हामी दुईजना त्यो उतातिर घुम्न गएँ दाजुभाइ आफ्नो जालमा घुम्न गयो अनि ठ्याक्कै टाइम आयो राति आफू खाना खाएँ त्यही हो दाजुभाइ त अनि पछि अनि काम टाइम गरेन अनि काल गरेँ त्यहाँदेखि अनि बिस्तारै मलाई त त्यहाँदेखि अनि अब बिस्तारै गर्दा अनि पढाइको कुरा नि आयो अब मेरो पढाइ सिकेर लाग्यो अब म पढ्नु पऱ्यो लामा कि त बाहिर गएर अब विदेश जान्छु मलाई इच्छा पनि जानु पर्दैन विदेश लामा पढ आयो अनि फेरि लामामा हाल्ने कुरा भयो हो फेरि लामामा हाल्ने कुरा भयो अनि काठमाडौँतिर लामाको लुगा लामातिर हेऱ्यो घुम्बोतिर ट्राई गरेँ सबै घुम्बोतिर ट्राई गरेँ अनि भएन पछि अनि अब उहाँले अब के भन्यो अब तिमी कामै गर भनेपछि अनि हेरो दाइ हुनुहुन्थ्यो कि पासाङ दाइ हाम्रै चिन्जान गएर चाहिँ अनि मैले कन्ट्याक्ट गरेँ स्वयम्भूमा कन्ट्याक्ट गरेँ अनि स्वयम्भूमा झन् भगवान् बस ढुक्ककर्कीमा आएँ अनि उहाँ त्यहाँ पढाइ गरेँ राम्रोसँग अनि 1 वर्ष कि 2 वर्ष अनि राम्रोसँग पढेर अनि त्यहाँदेखि यसो गर्दै अनि पछि यता हाम्रो नम्दुलिङ सेटा कलेज आउनुपर्ने अवस्था भयो अब बुझ्नको लागि सबै चाहिँ हाम्रो कलेजमा आउनुपर्ने हुन्छ अनि त्यहाँ चाहिँ अब लोकडाउन त के थुक्पाहरू तोर्माहरू बनाउने पूजाहरू गर्ने सिकाउँछ अनि यहाँ चाहिँ अब सबै बुझ्ने आयो क्या अब हामीले साङ्गे भने के भने सबै चाहिँ यता सेटा मिनिङहरू सबै यता सिकाउँछ हाम्रो चाहिँ त्यही भएर हामी यता सेटातिर अनि म यता आउनुभन्दा अगाडि चाहिँ अब मैले एउटा भगवान् जस्तो दिदी भेटेँ उहाँको नाम चाहिँ याङजेन भुटान नै हो उहाँ चाहिँ हाम्रो प्रशान्त दिदीको प्रशान्त दाइको पहिलादेखि अब भेटघाट भएको दिदी रहेछ अनि मलाई नै उहाँले अब आफ्नो भाइ जस्तो गर्नुभयो अब मैले मोटुदेखि त आफ्नै भाइ जस्तो गर्नुभयो अनि मैले आफ्नो दिदी जस्तो गर्नुभयो अनि उहाँहरूसँग बसेर नयाँ अनुभव लिन पायो नयाँ फ्यामिली पायो आमा भान्जा भान्जी माया सबै पायो कति राम्रो थियो कति खुसी थियो अनि हेर्दै उहाँले कति राम्रो गर्नुभयो मलाई आमा म बिरामी हुँदाखेरि आउँदो दिनदेखि सबै उहाँले गर्नुभएको थियो उहाँ महान हुनुहुन्छ एकदम राम्रो तपाईँहरूलाई यहाँ भिडियोबाट धेरै धन्यवाद यहाँ दिदी तपाईँहरूलाई एकदम राम्रो होस् तपाईँको फ्यामिलीलाई सधैँ सुखमै बितोस् कहिले नहोस् सधैँ सुख शान्ति होस् हजुरको फ्यामिलीमा सधैँ राम्रो होस् एन्ड थ्याङ्क यू फर एभ्रिथिङ एकदम राम्रो गर्नुभयो तपाईँले मलाई
अनि त्यहाँदेखि अब मैले गाउँमा अब भने म सिधा जान्छु सिकाउनु जाँदाखेरि अब हामीलाई चाहिँ पैसा चाहिन्छ अनि घरबाट चाहिँ अनि घरबाट चाहिँ 8,000 जति दिनुभयो कि अनि 8,000 नै अनि पछि अनि यता आउने खर्च सबै कसले उठाउनु भयो यहाँ दिदीले उठाउनु भयो यो यहाँसम्म आइपुग्नु हुने सबै यहाँ दिदीले गर्नुभयो यहाँ सिधा आउनु यहाँ सिधा पढ्नु सबै उहाँले गर्नुभयो क्या अनि हामी जब अब धुजुनेरबाट यहाँ अब जब म यहाँ आइपुगेँ एकदम एक्लो फिल भयो किनभने अब साथीहरू त छौँ हो अब यत्रो हजारजना छ हो तर पनि एकदम एक्लो भएको थिएँ अब यहाँ चाहिँ के कस्तो हुन्छ भने अब लुगादेखि सबै आफूले किन्नुपर्छ लुगा कपी कलम अब बुक अनि के अरे रुम र खाना चाहिँ हाम्रो यो सेराबाटै दिन्छ कलेजबाटै दिन्छ अनि अब सबै आफूले गर्नुपर्ने हुन्छ अब बुक किन्ने कपी किन्ने अनि के अरे योहरू क्लासमा यो हाम्रो खेला कुराहरूलाई लास्टमा यहाँबाट के दिने अनि क्लासमा अलिकति के उडाउँछ किताबहरू इक्जामको बेला पेपरहरू किन्ने फिल्महरू सबै आफूले गर्नुपर्छ क्या यहाँ चाहिँ हाम्रो चाहिँ त्यसैले हामीले यहाँ पैसा चाहिन्छ क्या अनि मैले जब फ्यामिलीलाई पैसा मागेँ यस्तो कुरो सुनाएँ त आफै घर यत्रो पहिला पैसा जम्मा जमाएन भन्छ रहेछ अनि के भन्छ अनि अब हाम्रो फ्यामिली लो छ अब यत्रो अब हाम्रो चाहिँ अब क्लासै बेसी पैसा पर्दै जान्छ क्या अब खेलालाई यहाँ पदिनलाई अब हाम्रो छिटो गुबा सकिदिने अब यता लाख पैसा चाहिन्छ पेपर ढुक्क अब ढुक्कदेखि चाहिँ माथि हामीलाई पैसा जाम चाहिरहन्छ कि 40,000 या 80,000 यत्रो पैसा चाहिरहन्छ फ्यामिलीबाट सपोर्ट आएन अहिले नै आएको छैन अब त्यही भएर चाहिँ फ्यामिलीले अनि के भन्छ म दाइलाई भन्छु कि ल दाइ अब म लामा छोड्छु अब दाजुभाइ काठमाडौँमा हिँडेर अब सबै हिँडेर राम्रोसँग एउटा घर बनाऊँ सबै हिँडौँ पूजा एकै ठाउँमा हिँडौँ सबैजना हामी दुईजना मिलेर राम्रो काम गरौँ भनेर मान्दैन के भन्नु है मान्दैन अनि के भन्छ म काठमाडौँ आउँछु भनेर म काठमाडौँ आउँदा त काठमाडौँमा आएछैन मलाई दाइ भन्नु पर्दैन मलाई मुख देखाउनु पर्दैन त मेरो लागि मरिसक्यो भन्छ आमालाई नै कल गर्छ तिमी चाहिँ नि पैसाको कुरा मात्रै गर्छौ घरमा कतिको यो छ भनेर अब खाना छ नि घरमा अब यत्रो यो के अरे प्रब्लम त अब उहाँ अध्यक्ष हुनुहुन्छ अब विदेशमा यत्रो छोरी छ दिदी पोर्चुगलमा हुनुहुन्छ बहिनी अमेरिकामा हुनुहुन्छ दाइ र भाउजू यत्रो जापानमा हुनुहुन्छ है वर्षको 20,000 मात्रै पठाइदियो भने नि हामीलाई कति के अरे सजिलो हुन्छ है यहाँ पढ्नलाई ल है यति चाहिँ छ हाम्रो यो किन्नलाई यो यति राख्नुपर्छ भन्ने एउटा बजेट त हुन्छ नि है अब छैन के भन्नु अनि आमालाई गर्नु छैन नि पैसाको कुरो गर्छ तिमी यत्रो 21 वर्ष भइसक्यो अब तिमी त्यसको गर तिमी हाम्रो लागि मरिसक्यो काठमाडौँमा आयो भने हामीलाई आमा बुवा भन्नु पर्दैन हाम्रो आमा पनि देखाउनु पर्यो हाम्रो लागि तिमी मरिसक्यो तिम्रो लागि म मरिसकेँ भन्छन् यस्तो भन्छन् के भन्नु है अब अनि जब फ्यामिलीलाई सपोर्ट माग्छु त्यस्तो भन्छन् अहिले अब उहाँहरूलाई मैले अस्ति नै अब आकाशमै मैले भनेको मलाई यो पैसा चाहिन्छ मलाई अब हामी लामाहरू हामीलाई पैसा चाहिन्छ स्कुलमा चाहिँ अब पूजाहरू गरेर अलिअलि आउँछ नि त कलेजमा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भने महिनामा एउटा पूजा हुन्छ हो तिनी झचोक हुन्छ अनि त्यसमा चाहिँ 700 दिन्छ 700 त अनि एमबी हाल्नुमा जान्छ मोबाइलमा एमबी हाल्नु पऱ्यो किनभने इन्डियामा चाहिँ अब जसरी नै मनले रिचार्ज गर्नु पऱ्यो हुन्छ हो अनि मनले रिचार्ज हो 370 दिन्छ एक्स्ट्राको 360 दिन्छ अनि यत्रो अनि जान्छ अनि किताबहरू किन्नुपर्छ किताबहरू कति महँगो छ त्यसपालि झन् कति उयो गाह्रो छ सबै फ्यामिलीलाई भन्नुपर्छ हामीलाई मैले त आफै गाह्रो छ अनि लामा छोड भन्छन् अब लामा छोड्नु त छोड्ने अहिले म लामा छोड्नलाई न पैसा छ न के छ अब यहाँ लामा छोडेर म यहाँ काम गर्छु भनेको होइन अब आउटेज किन्नु पनि पैसा चाहियो नि त त्यही हो नि भाइ आउटेज किन्नु पऱ्यो अब काम गर्नलाई अलिअलि पैसा चाहियो खानु पऱ्यो यतिकै त कहाँ भयो काम
खै बुझ्दैन फ्यामिली यस्तो छ फ्यामिली नबुझेको मैले नबुझेको हो अनि यहाँ इन्डियासम्म आइपुग्नु चाहिँ अनि पहिला चाहिँ अब यहाँ नानाहरूले कति गर्नुहुन्थ्यो नि त यहाँ नानाहरूले चाहिँ विनोदले नगर भन्ने रहेछ अनि विनोदले नगर हो यस्तै नाटक हो कि भनेको छ अनि त्यहाँदेखि यस्तै हुन्छ अनि त्यहाँदेखि अहिले त न मलाई यताबाट सपोर्ट छ न उताबाट सपोर्ट छ अहिले म भित्रमा छ अहिले म लामो छोड्नु पर्ने मान्छे यतिको बस्यो त पैसा छ न अब क्लास सुरु हुनलाई अब बाँकी त 2 महिना लाग्छ 2 महिनाभित्र 8,000 कसरी मिलाउने होला तिमी सोच्नुपर्छ हो साथीहरू अब यही स्टोरी है राम्रो लाग्यो सेयर गरिदिनु कमेन्ट गरिदिनु नम्बर बताया प्लिज हेल्प मी एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब नम्बर बताया थ्याङ्क यू सो मच यहीँबाट यहाँ नानालाई धेरै धेरै धन्यवाद अनि हाम्रो निजा भान्जी रोशनी भान्जी निजेन भान्जा भिनाज्यू रिना नाना सबैलाई मिठो सम्झना छ सबैलाई सम्झेर नम्बर बताया लसो टसीले सम्म ल लोसर अब लोसरको बारेमा के भन्नु पर्यो भने अब लोसर चाहिँ हाम्रो अब नयाँ वर्ष हो लो भनेको चाहिँ अब वर्ष हो सर भनेको चाहिँ नयाँ हो नयाँ वर्ष अनि अर्को वर्ष चाहिँ के लो भने त हो त घोडा वर्ष हो अब यो लोसर कसरी मनाउनु पर्छ भन्दाखेरि लोसर चाहिँ अब हामीले सक्दो राम्रो गर्नुपर्छ अब लोसरमा नयाँ वर्षमा अब ट्रेडिसनलमा गएर झम्किएर नाच्ने मात्र होइन अब घरमा बसेर अलिकति रमाइलो गर्नु बिहान उठेर चौका गर्ने अलिकति पानीहरू चढाउने अब आफ्नो फ्यामिलीसँग एकसाथ खाना खाँदाखेरि कति खुसी हुन्छ सँगै बसेर त्यही हुन्छ अनि अरू गुरुबाट ठुलो आशीर्वाद लिने ठुलोबाट अनि घुम्बोतिर गएर राम्रोसँग दर्शन गर्ने अनि मनबाट आफूले चाहेको सबै माग्ने अनि राम्रोसँग प्रार्थना गर्ने तलहरूले एकदम राम्रो होस् सबैलाई लोसर चाहिँ अब यही हो लोसर मान्ने मेन तरिका चाहिँ के हो भने त लोसर मान्ने मेन तरिका चाहिँ अब यही हो अब ठुलोबाट आशीर्वाद थाप्ने घरमा आफ्नो घर सरसफाइ राम्रोसँग राख्ने अनि खसीहरू पोलेर अब शोभा चलाउने अलिकति शोभा चलाएर राम्रो हुने अनि ह्याप्पी सोनम लोसर हजुरहरूले सोचेको ठानेको हरेक सपना पुरा होस् यो वर्षमा हजुरहरूले चाहेको ठानेको हरेक इच्छा सबै पुरा होस् हजुरहरूलाई अनि हाम्रो यो सोनम लोसरको हजुरलाई धेरै धेरै शुभकामना सोनम लोसरले हजुरहरूको घरमा सुख शान्ति सबै राम्रो होस् भन्ने उयो दिन चाहन्छु शुभकामना दिन चाहन्छु एन्ड ह्याप्पी सोनम लोसर